हामी के खोल्यौँ भने सरलाई चाहिँ अब अरू स्टाफ साथीहरूको के अरे बिचमा पनि एउटा चाहिँ प्रशिक्षक रूपमा प्रस्तुत गर्न चाहन्छौँ। हाम्रो दोस्रो मोनिटरिङ क्लास हो होइन। अब तेस्रोमा चाहिँ हजुरले के गर्नुपर्छ, स्टाफहरूको बिचमा चाहिँ हाम्रो टिचिङ स्टाइल चाहिँ यसरी जानुपर्छ भन्ने एउटा चाहिँ वातावरण बन्छ। त्यो सरहरूलाई हामीले चाहिँ समयको चाहिँ व्यवस्थापन गर्छौँ, त्यसको लागि तयार हुनुपर्छ होइन, सिकाएको छ। त्यसरी हामी चाहिँ अलिकति प्रमोट हुँदै जानु पऱ्यो होइन। अब आज मैले हजुरको जुन क्लास देखेँ नि यो क्लासमा एकदम के अरे चाहिँ राम्रो पक्षहरू निकै भेटिया छ होइन। हामीले चाहिँ यहाँ तपाईँको त्यो स्कोरमा पनि एउटा स्कोरमा के छ भन्दाखेरि 5 आएका लाइनै स्कोरहरू छन्। यो भनेको राम्रो पक्षहरू छ। त्यसमा के छन् त राम्रो पक्षहरू र जसले विद्यार्थीलाई समूहमा राख्नु भएको छ त्यसरी गरेर एउटा राम्रो पक्ष छ होइन। हजुरले अब्जेक्टिभ कम्तीमा म यो क्लासमा चाहिँ यो दुईवटा उद्देश्य पुरा गर्न शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्छु भन्ने क्लियर गर्नुभएको छ, लेखेरै टाँस्नु भएको छ। यो अर्को महत्त्वपूर्ण पक्ष छ। अब विद्यार्थीहरू सामग्री छोएर आफैले प्रयोग गरेर चाहिँ होइन उपलब्धि निकाल्नहरूलाई चाहिँ त्यो पहिचान तयार गर्नले एउटा अवसर दिनुभएको छ। यो अर्को महत्त्वपूर्ण राम्रो पक्ष हो। अब विद्यार्थीहरूको हरेक प्रतिक्रियाहरूले बोर्डमा टिप्दै आउनु भएको छ। यो अर्को राम्रो पक्ष छ होइन। उद्देश्यहरूलाई भन्दै क्रियाकलापमा आउनु खोज्नु भएको छ होइन। ल अब चाहिँ हाम्रो यो उद्देश्य पुरा गर्न कार्यक्रम गर्छौँ भनेर चाहिँ प्र्याक्टिकलमा ल्याउनु भएको छ। यो अर्को महत्त्वपूर्ण पक्ष हो होइन। हरेक विद्यार्थीहरूको ठाउँमा पुग्नु भएको छ। यो के छ भन्दाखेरि एउटा शिक्षकको सबैभन्दा राम्रो पक्ष हो। त्यति मात्र नभएर सरको एक्टिभिटिजमा विद्यार्थीहरू पूर्ण समय के छन्, सक्रिय छन्। उनीहरूको दायाँ बायाँ आदि कतै उनीहरूको ध्यान गएको छैन। यी धेरै राम्रा पक्षहरू सरको आजको क्लासमा छ।